गुड मर्निङ टु एभ्रीवन सबैजनालाई गुड मर्निङ अनि आज भने चाहिँ बिहानी उठेर हामी भने चाहिँ दार्जिलिङ जान आँटेको छ किनभने हाम्रो दाजुहरूको फुटबल म्याच छ त्यही कारणले गर्दा हामी चाहिँ हेर्नुको लागि चियरअप गर्नुको लागि चाहिँ हामी आँटेको छैन अनि तपाईहरुलाई पनि म सँगसँगै लिएर जानेछु अनि अब रेडी हुनेछु अनि तपाईहरुलाई पनि लिएर जानेछु तबसम्मको लागि मेरो भिडियोलाई चाहिँ हेर्दै गर्नुस् न है अनि अब एकैछिनमा भेटौँ न हाम्रो खेलाडी किपर काका आज कस्तो छ काका आजको सम्भावना कस्तो छ जित्ने होला चाहिँ अब सेमी फाइनल हो हार्छ होला जस्तो लागिरहेछ अरे बेन त्यसो भन्नु हुँदैन हामी काका चियरअप गरेर जिताउने छौं बेन्जु दादा आज जित्छ कि खेलाडी यता हाम्रो खेलाडी जित्छ तर आज म स्पेयरमा अलिकति सक्नै नसक्ने भएको आज खेल्नै नसक्ने भएको आज म सब्स्टिट्युटमा हो आज म नसक्ने भएको आज यहाँ पुरै जाँदैछ चियरअप गर्नको लागि के हजुर यसरी है फाइनल पुग्यो भने चाहिँ हाम्रो मम्मी बाबा जाने हो त्यही कारणले मम्मीले जितेर आउनु भन्छ आमाको आशीर्वाद भनिरा के बरे आमाले ल त आमालाई ढोक्नु नि आमाको आशीर्वाद धन्यवाद ल यो 20 रुपैयाँ आमाले यो के भन्छ जितेर आउनु भनेको आशीर्वाद त मैले 40 रुपैयाँ पैसा फ्रीमा दिएको आमाले फर्काउनु पर्दैन ल आमा घरमा चाहिँ घरको सबै जिम्मा आमाले गर्नु पर्यो ल यता सबै हेर्दा यहाँको सबै ल लाग्यो यहाँ परसम्म यो गाडीमा त्यहाँदेखि अर्को गाडीमा हामी जाने परदेखि चाहिँ कसरी हो चाहिँ 200 रुपैयाँ यो चाहिँ अब हामी गाडीमा खाँदै जानुको लागि किन्नेकै चिया गएको चाहिँ यस्तो भएछ सोकेर वेलकम ब्याक टु माई भिडियो यहाँनिर चाहिँ अब एकछिन हामी रेस्ट गर्नेछौँ बिसाउनेछौँ अनि यहाँबाट देख्ने सबै तपाईँहरूलाई देखाउनेछौँ नजारा यहाँनिर जङ्गली टिके पनि रहेछ साथी गाडीमा बाधाले छुचु गरेर उयो बाधाले खोदा दियो है के हो कसको ला ऊ लानु आँट्यो रङ्गीत टिस्टाबाट आएको पानी चाहिँ होइन नि भाउजू कति मैला छ रङ्गीत चाहिँ कति सफा यहाँबाट चाहिँ दुईजनाको भेटघाट भएर सँगै जाने टिस्टा रङ्गीत तपाईँले यहाँ देख्नु हुँदै गरेको चाहिँ टिस्टा रङ्गीतको डिफ्रेन्स हेर्नुहोस् यहाँनिर कति धेरै डिफ्रेन्स छ यहाँबाट चाहिँ सबै देख्ने रहेछ बोल्दै हाल्नु पर्यो भाइ भन्नु पर्यो नि नाम के हो अब यहाँ मोमो खानु भन्छ भेज मोमो सुकेर के त देख्दैन ए यहाँ रहेछ नि हल्का होइन भिडियो यो जग्गाको नाम चाहिँ चिम्नीहरू रुखहरू हेर्नु न अन्त आम्मामा होइन हौ बाहिरैबाट गरौँ न अन्त चिल्ली चाहिँ उस्तो हुन्छ है भने पनि देखाएको लड्नु आँटेछ त हौ
चिन्नी त लाउनु नि है उ देखेन उ हल्का गरिदिनु नि गाडी एकछिन है हल्लिन्छ न यो चिन्नी यो चाहिँ हो चिम्नी आई लभ चिम्नी फाइनली 5 घण्टाको यात्रा सफल भएर हामी यहाँ आइपुगिसकेका छौँ हो गाडी राखेर आमाको सहायता नगरेर अब यहाँनिर चाहिँ हामी फोटो खिच्न आएको यहाँ माथि माथि गुराँस के भयो गुराँसहरू कम्ती छैन रहेछ अब यहाँ फोटो खिचेर हामी फेरि ओह्रालै जाने हो टु प्ले ग्राउन्ड अब चाहिँ हामी प्ले ग्राउन्डतिर लाग्यो खेलाडीहरू चाहिँ अघि गइसक्यो हामी चाहिँ अब फोटो खिचिसकेर अडियन्सहरू चाहिँ अब भर्खर It's your playground. बहुत सारा चल्दै गएको भेटरनको फुटबल उसमा चाहिँ गीत पनि त्यस्तै बोल्दो रहेछ हरेक लाग्दै अनौठो बेथा रहेछ अहिले रुन्छ है भेटरनको टिमहरू बीबी जर्सी नंबर 2 बेन्जामिन सुब्बा जर्सी नंबर 11 यम्बो तामाङ जर्सी नंबर 27 असिनाले घटायो असिना आयो जसमा खेलाडी कसन लेजेन्ड भर्सेस सिक्किम र फर्स्ट बल हाल्नेलाई 500 रुपैयाँ प्राइज हामीसँग आइसकेको छ फर्स्ट बल हाल्नेलाई 500 रुपैयाँ लाइभ त हुँदैन हुन्छ हुँदैन नि छैन ला पानी पुरा पर्यो त हौ कस्तो पानी पर्यो त हौ अन्त खेलाउने यस्तोमा तालु छन्दैछ तल बेन्ची राजाले असिना आयो पुरा अब असिना एकछिन म्याच रोकियो हाम्रो है टाउको पनि काकाको पानी परेर यहाँ रोज हेर्नुहोस् असिना अब चाहिँ गयो तर असिना हेर्नुहोस् न ग्राउन्डमा असिना यस्तो डरलाग्दो आइरहेछ आजको म्याच चाहिँ हार्ने जस्तो सम्भावना छ लास्ट ओभरसम्म पनि चियरअप चाहिँ सिक्किमलाई नै छ सिक्किमका खेलाडी निमाचन्द्र तामाङ नम्बर 10 उहाँलाई म यस मञ्चमा उहाँको म्यान अफ द म्याच लिनको निम्ति म निम्ताइरहेको छु
र ग्राम सुधार समितिका प्रेसिडेन्ट वाङचुक भोटिया लामो यस म्यान अफ द म्याच प्राइज दिनको निम्ति म यस मञ्चमा निम्ताउँदछु। र आज हाम्रो सिक्किम बहिनीले फर्स्ट गोल गर्नेलाई मनी प्राइज राखिदिनु भएको छ भने फर्स्ट गोल लेजेन्डका हाम्रो पप्पु तामाङलाई म यो प्राइज दिने म यहाँ मञ्चमा निम्ताउँदछु। पप्पु तामाङ, निमाचन्द्र तामाङ र उहाँले सुरुदेखि नै उत्कृष्ट खेल गरेर आफ्नो सबै साथीहरूलाई उत्साह दिएर आज एकदमै राम्रो खेलको प्रदर्शन गरिदिनु भयो र उहाँलाई म आजको म्यान अफ द म्याच हाम्रो ग्राम सुधार समिति थर्ड माइलका प्रेसिडेन्टको तर्फबाट मनी प्राइज जित्नको निम्ति सफल हुनुभएको छ। म्यान अफ द म्याच यो चाहिँ म्यान अफ द म्याच। यो चाहिँ हाम्रो डिसिप्लिनको नियम। यो चाहिँ फेयर टिमको होइन, हाम्रो त्यो सिक्किमको उयो के भन्छ फेयर प्ले। हारेर रोटी खान्छस्, हारेर रोटी खान्छस्। यहाँ सबैजना खाजा खाँदैछ है। हाम्रो सिक्किमको टिमहरू, सिक्किमको टिम अनि अडियन्स। सिक्किमको टिम प्लस अडियन्स हामी यति हौँ हामी सिक्किमको। तर हाम्रो सिक्किमलाई चेयरअप गर्ने चाहिँ धेरै नै थियो दार्जिलिङबाट फुल सपोर्ट। बिचारा के भने हामीले चेयरअप त गरेको सकेन, कमिटी झरेर हामीलाई चेयरअप गरेको थियो अन्त। अब यतातिर हटेल चाहिँ हाम्रो यो सिक्किमको टिम सबैजना हार्यो म्याच। तर पनि त्यसमा केही मन दुख छैन, तुकमान छैन, किनभने हाम्रो सिक्किमको म्याच चाहिँ सिक्किमको चाहिँ यस्तो खालको नाम आयो कि जुन चाहिँ है टाइमको एउटा फेयर गेम, डिसिप्लिन फेयर गेमको चाहिँ ट्रफी पाएको छ होइन। त्यसमै खुसी। सेमी फाइनल त पुग्यो नि त जे गरे पनि होइन। यहाँनिर चाहिँ लोकचुप्पियाँ राखिनु आँटेको छ। अब खाँदैन मोमो म। अब चाहिँ हामी यहाँनिर अन्धेरीमा खाना खानुको लागि आएको छौँ। अन्धेरी रातिमा अब चाहिँ खाना आइसकिसकेको छ हाम्रो पर्क राइस। अब पर्क राइस खानु हो पर्क राइस हाम्रो बेलुकाको अब लन्च डिनर लन्च भनेपछि डिनर अब चाहिँ खाना खाइसकेर अन्धेरीबाट लाग्यौँ बाटो घरतर्फ। अब चाहिँ साथीहरू 9 बज्न आँट्यो, घर आइपुग्यो। अनि आजको दिन पनि यसरी बित्यो है। अनि तपाईँहरू सबैजना थ्याङ्क यू सो मच मेरो भिडियोलाई हेरिदिनु भएकोमा। अनि यस्तै थियो दिनहरू। पानी परेर यस्तो डरलाग्दो भयो होइन। म्याचहरू पनि हार्यो तर केही छैन है। सेमी फाइनल पुग्नु भनेको नि एकदमै राम्रो। हाम्रो दाजु हाम्रो यो सिक्किमको टिमलाई एकदमै आउनेवाला दिनमा यसरी नै खेल्दै अघि बढ्दै जानुहोस्। तपाईँहरूको टिम एकदम राम्रो छ। हरेस नखानुहोस्, फेरि खेल्नुहोस् है। त्यही भन्दै थ्याङ्क यू सो मच तपाईँहरूलाई पनि मेरो भिडियो हेरिदिनु भएकोमा। अब चाहिँ लुगा फेरेर सुत्ने हो, हातमुख धोएर चाहिँ ल्यान्डिङ दिने हो। बाई बाई।